नमस्ते सबैजनालाई। म सुजन परियार मिठो कोसेली बोकेर आएको छु। कस्तो लाग्छ अन्तिमसम्म सुनेर साथ दिनु होला। कविताको शीर्षक भो अब सकियो। कस्तो लाग्छ आफ्नो प्रतिक्रिया नि दिनु होला कमेन्टमा। भो अब सकियो, सोच्दै थिएँ केही हुन्छ अब, भन्दै थिएँ नचलाउनु तब, जुन घाउ चलाउँदा झन् ठुलो हुन्छ भने, गुलाई चलाए गन्ध भने झैँ सानो कुरालाई ठुलो नबनाऊ अब। म गरिब तिमी धनी, कुरै सकियो। बोल्न मन लाग्दा लाग्दै पनि तिमीलाई बोल्न मन लागेन त कुरै सकियो। मनमा माया हुँदा हुँदै पनि तिमीले जताउनै सकेनौ त कुरै सकियो। एउटा हातले ताली बज्दैन थाहा छ, तर मैले जबरजस्ती बजाउन खोजेर के गर्नु। तिमीले बजाउन साथ नै दिएनौ त कुरै सकियो। मैले मात्र चाहेर के गर्नु, म मात्र बोलेर के गर्नु। तिम्रो नजरमा म सधैँ नराम्रो नै भए, जे बोले पनि गलत नै साबित भए, अनि यो समाजको नजरमा पागल सरी गए। हिजोको कुरा भो अब नगर, गरेर नै के नै पाउँछौ र। हिजो विष पिलाएर गयो, आज आएर औषधि खुलाएर जिउँदो बनाउँछु भन्ने भ्रममा नपर। भो अब सकियो।